हाम जस्तै छर्लङ्ग छ कि तपाईँ हामीले ल्याएको गणतन्त्र सङ्कटमा पर्नुका मुख्यतया दुईटा कारणहरू छन्। कारण नम्बर 1, प्रमुख तीन दल काङ्ग्रेस, माओवादी र एमाले। किनभने यिनीहरूले गणतन्त्र स्थापना पछाडि भ्रष्टाचार नगरेको भए, देश आर्थिक सङ्कटमा नपरेको भए, लाखौं युवाहरू विदेश पलायन हुनु नपरेको भए आज गणतन्त्र धरापमा पर्दैन थियो। कारण नम्बर 2, विशेषतः एमाले, त्यसमा पनि ओली। किनभने राजेन्द्र लिङ्गदेन राजावादी हुन्, अर्थात् गणतन्त्र विरोधी हुन्, यो व्यवस्थाका विरोधी हुन् भन्ने कुरा दुनियाँलाई थाहा छ। त्यो हुँदाहुँदै आफूले चुनाव जित्ने ग्यारेन्टी बनाउनका लागि ओलीले व्यवस्था विरोधी राजेन्द्र लिङ्गदेनलाई आफूले एउटाबाट क्षेत्रबाट चुनाव जित्ने र अर्को क्षेत्रबाट राजेन्द्र लिङ्गदेनलाई चुनाव जिताउने अभियानका नायिके ओली हुन्। त्यस कारणले ओली यो व्यवस्था विरोधी हुन्। दोस्रो कुरा, राजेन्द्र लिङ्गदेन मात्र होइन, कमल थापालाई पनि सूर्य चिन्ह दिएर चुनाव जिताउनको लागि पहल गर्ने एमाले हो, ओली हुन्। त्यस कारणले एमाले अर्थात् ओली यो व्यवस्था विरोधी हुन्, यो गणतन्त्रको विरोधी हुन् भन्ने कुरा दुनियाँलाई थाहा छ। त्यस कारणले राजनीति भनेको सिद्धान्तले चल्नु पर्दछ। जो सिद्धान्तमा एक छ त्यो व्यक्ति चुनावमा पनि सरकार बनाउनमा पनि एक हुनुपर्छ। यदि छैन भने कहिल्यै पनि साँठगाँठ बन्नु हुँदैन।